नमस्कार सम्पूर्णमा। आज हामी कुरा गर्दैछौँ एक खतरनाक रोग अफ्रिकन स्वाइन फिभर बारेमा, जसले सुँगुर पालनमा ठूलो असर पार्दै आएको छ। अफ्रिकन स्वाइन फिभर एक गम्भीर भाइरल रोग हो जुन सुँगुरमा मात्र लाग्छ। यो रोग मानिसमा सर्दैन, तर सुँगुरमा लागेपछि 90 देखि 100% मृत्यु हुन सक्छ। यो रोग पहिलो पटक 1990 मा अफ्रिकाको केन्या देशमा पत्ता लागेको हो। त्यसपछि यो रोग युरोप, एसिया हुँदै अहिले नेपालमा पनि देखिएको छ। नेपालमा पहिलो पटक 2076 सालतिर यसको उपस्थिति रिपोर्ट गरिएको थियो। कारण र लक्षणहरू: यो रोग अफ्रिकन स्वाइन फिभर भाइरस नामको भाइरसले गर्छ। यो भाइरस फैलिन्छ सङ्क्रमित सुँगुर सम्पर्कमा हुँदा, सङ्क्रमित मासु खाँदा, सङ्क्रमित टिक्सबाट, दूषित खानापानीबाट। लक्षणहरू: अफ्रिकन स्वाइन फिभर भएका सुँगुरमा निम्न लक्षणहरू देखिन्छ: उच्च ज्वरो, खाना नखाने, कमजोर हुने, छालामा रातो कालो दागहरू, नाक मुखबाट रगत आउने, गर्भवती सुँगुरमा गर्भपतन, अचानक मृत्यु। उपचार र रोकथाम: अफ्रिकन स्वाइन फिभरको कुनै पनि उपचार छैन, त्यसैले रोकथाम नै प्रमुख उपाय हो। बाहिरबाट ल्याएका सुँगुर तुरुन्त फार्ममा नराख्ने, क्वारेन्टाइन गर्ने, फार्म सफा राख्ने र डिसइन्फेक्ट गर्ने। अफ्रिकन स्वाइन फिभर भएको फार्ममा नजानु, बाँकी सुँगुरलाई पनि सुरक्षित राख्ने, मृत सुँगुरलाई गाड्ने वा जलाउने। खोप: हालसम्म अफ्रिकन स्वाइन फिभरको लागि कुनै पनि प्रमाणित खोप उपलब्ध छैन। यस रोगको भ्याक्सिन विकासमा छ, तर अझै नेपाल वा विश्वमा व्यावसायिक रूपमा प्रयोग हुने खोप छैन। तर सुँगुरको स्वास्थ्यका लागि अरू महत्त्वपूर्ण नियमित खोपहरू लाउनुपर्छ। क्लासिकल स्वाइन फिभर: 2 देखि 3 महिनाको उमेरमा वर्षमा एक पटक। एफएमडी: 4 देखि 5 महिनाको उमेरमा हरेक 6 महिनामा। पार्भोभाइरस: प्रजनन अघि 2-3 हप्ता। यी खोपहरूले अफ्रिकन स्वाइन फिभर सर्दैन, तर अन्य रोगबाट सुँगुरलाई सुरक्षित राख्छ। निष्कर्ष: अफ्रिकन स्वाइन फिभर खतरनाक भए पनि सजग र स्वच्छता अपनाएर बच्न सकिन्छ। बाहिरबाट लागेको सुँगुर तुरुन्त फार्ममा नराखौँ, फार्म सफा राखौँ र कुनै पनि असामान्य लक्षण देखिए तुरुन्त नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउँ। सजग किसान, स्वस्थ सुँगुर, समृद्ध नेपाल। धन्यवाद।